गाइस म चाहिँ के भन्न आएको भने मेरो इक्जामको डेट आइसक्यो कि अनि त्यसपछि गएर के अरे मलाई चाहिँ यस्तो झट्का लाग्यो नि यस्तो झट्का लाग्यो नि त्यो कसैलाई पनि लागेको छैन होला जो मलाई लाग्यो न त बुकको नाम थाहा छ न त कुन युनिट कुन ठाउँमा छ भनेर थाहा छ न कुन चाहिँ क्वेसन आउनेवाला छ भन्ने जस्तो थाहा छ। अब पढौँ भने नि आउँदैन, 1 वर्षसम्म नपढेको अहिले कहाँनिर आउने मलाई हैन। अस्ति गएर के अरे सोलुसन बुक किनेर ल्याएको अनि त्यसपछि हेरेको त थ्योरी ह न्युमेरिकल हेरेको न्युमेरिकल त अलि ठिक लाग्थ्यो, थ्योरी त आउँदैन मलाई। हे भगवान् दशा लाग्यो दशा। त्यसमा माथि छतमा आएको यस्तो राम्रो हावा चले यस्तो मिठो सीन म सीन हेर्छु, सीन देखाइदिन्छु के तपाईहरुलाई। सीन हेर्नु है, म सीन हेर्नु यो सीन हेरेर कोही पनि मान्छे बोलाउँदैन कि यो सीनले हेर्नु न, मान्छे बोलाउँदैन यो सीनले हेर्नु न। यस्तो मिठो हावा चले सीन हेरेरै मान्छे मन मोहक हुन्छ क्या यहाँको त। हेर्नु न, लो हेर्नु अरू किन चाहियो के, सीन भइसी पुगिहाल्यो नि भनेको के। म त्यसै हावा तरिकामा कुरा गर्छु र हैन, यस्तो मजाको मान्छे म हैन। अरू जे भयो नि बाहिरको यस्तो मिठो हावा अनि त्यसपछि यस्तो राम्रो सीन देखेपछि चाहिँ त्यो इक्जाम गए जाओस् फेल भयो नि केही हुँदैन, दुःख लाग्दैन भने जस्तो हुन्छ। तर दुःख त लाग्छ नि, किन नलाउने र। फेल भयो भने त फेरि 4 वर्ष लस्ट होला भन्ने डर हुन्छ आफूलाई, दुःखै